भनिन्छ नि ओह्रालो लागेको हरिणलाई बाछाले पनि लखेट्छ। यति बेला यो उखान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि हुबहु लागू भइरहेको छ। जेनजी आन्दोलनपछि सुरु भएको उनको दुखान्त गुण्डुमा सीमित बन्दासम्म सकिएको छैन। अहिले त झन पार्टी भित्रका आफैले राजनीतिमा स्थापित गरेका नेताहरू नै उनलाई अध्यक्षबाट गलत्याउन कम्मर कसेर लागि परेका छन्। यस्तो अवस्थामा उनलाई साथ दिने कोही छैन। तत्कालीन माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका रामबहादुर थापा बादल बाहेक उनको रक्षा कसैले गरेको छैन। अधिकांश एमाले नेताको तयारी हेर्दा लाग्छ पार्टीबाट ओलीको दुःखद बहिर्गमन निश्चित छ। गत फागुनको निर्वाचनमा प्रत्यक्षतर्फ केवल 9 र समानुपातिकमा 16 गरी 25 सिटमा खुम्चिएको एमालेका लागि यो आत्मसमीक्षा गर्ने समय थियो। तर अध्यक्ष ओलीले हारको जिम्मेवारी लिनुको साटो पार्टी पुनर्गठनको माग गर्नेहरूमाथि नै कारबाहीको डण्डा चलाउने चेतावनी दिए, जसले पार्टीभित्रको विद्रोहको ज्वाला थप दन्किन पुग्यो। फलतः पार्टी सचिवालय बैठकमा 5 उपाध्यक्ष मध्ये 4 जना विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्टले ओलीको चर्को विरोध मात्र गरेनन्, राजीनामा नै मागे। सचिवालयका अन्य सदस्यहरू पनि उनीप्रति सकारात्मक देखिएका छैनन्। उनीहरूले पनि पार्टीको लज्जास्पद हारको जिम्मेवारी लिँदै अध्यक्षले राजीनामा दिनुपर्ने माग गरेका छन्। पदाधिकारी बैठकमा ओली विरुद्ध घेराबन्दी चर्किँदै गर्दा पार्टीका अन्य नेताहरूले पनि ओलीको विरोध गरिरहेका छन्। उनीहरूले पार्टी अब व्यक्तिवादी र अधिनायकवादी कार्यशैलीबाट चल्न नसक्ने भन्दै नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड दिइरहेका छन्। पुराना दलप्रतिको असन्तुष्टिकै कारण नयाँ दलप्रति आकर्षण देखिँदा रासोपाले झण्डै 2/3 मत पाएपछि शीर्ष नेतामाथि दोस्रो पुस्ताले दबाव बढाउन थालेका हुन्। कांग्रेसमा शेरबहादुर देउवालाई जेनजी आन्दोलनको माग भन्दै गगन थापाले विशेष महाधिवेशनबाट पाखा लगाए। ओलीलाई निर्वाचनमा भएको लज्जास्पद पराजयको बहानामा पार्टीबाट खेद्ने खेल जारी छ। त्यसो त एमालेका दोस्रो तहका नेताहरू नेकपा सहितको वाम एकताको लागि पनि अध्यक्ष ओलीलाई पदमुक्त गर्नुपर्ने बुझाइमा छन्। 2074 सालको निर्वाचनमा दुई पार्टी एक हुँदा झण्डै 2/3 मत आए पनि ओलीकै इगोका कारण सो तत्कालीन नेकपा फुट्न गएको उनीहरूको बुझाइ छ। अहिले वैकल्पिक शक्तिका कारण वाम शक्तिहरू कमजोर बनेकाले यसलाई पुनर्जीवन दिने एमाले र नेकपा बीच एकता हुनु अनिवार्य भएको भन्दै भित्रभित्र एकताको पहल भइरहेका छन्। ओली अध्यक्ष हुँदासम्म पार्टी एकता सम्भव नभएको भन्दै एमालेमा नेतृत्व परिवर्तनको खेल सुरु भएको हो। यो एकताको प्रयासलाई बल पुग्ने गरी नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले पटक पटक अभिव्यक्ति दिँदै आएका छन्। हिजो पनि वामपन्थी एकताको निम्ति त्याग गरेको, पहल गरेको र नेपाल कम्युनिस्ट पार्टी नेकपा बनाएर 2/3 नजिक पुर्याएको पनि हाम्रै नेतृत्वले हो। अहिले फेरि पनि वामपन्थी एकताको लागि पहल गरेकोमा हाम्रो साथीहरू, जनयुद्ध लडेर आएका साथीहरूले गर्व नै। पार्टी 17 सिटमा खुम्चिनु र वैकल्पिक शक्तिको दबावका कारण आगामी स्थानीय र प्रदेश निर्वाचनमा पार्टीको लज्जास्पद पराजय हुने संकेत देखिनुलाई प्रचण्डले निको मानेका छैनन्। त्यसैले उनी पनि एमालेसँग एकता गरेर अस्तित्व रक्षा गर्ने धुनमा छन्। त्यसमाथि